यो आज मेरो अगाडि सिप्लिगान छ देखिरहनु भयो होला। यो सिप्लिगानको थुप्रै फाइदाहरू छन्। स्वास्थ्यमा पनि यसले अत्यन्तै महत्त्वपूर्ण सुप्रभाव पार्छ। सिप्लिगानको रुखको बोक्रा क्यान्सर लगायत विभिन्न रोगमा औषधिको काम पनि गर्छ भन्ने सुनिएको छ। यसलाई खास गरी नेपालीहरूले तरकारीको रूपमा र अचारको रूपमा खान्छन्। यसलाई उसिनेर तिलको छोपहरू हालेर त्यसरी कोइरालोको जस्तै गरेर आलुको जस्तै गरेर आलु पनि हालेर यसलाई अचारको रूपमा पनि खाइन्छ भने यसको मुन्टाहरू कलिलो मुन्टाहरूलाई फलामको कराईमा भुटिकन पकाउँदाखेरि यसको तितो पनि कम हुन्छ र त्यसरी खाँदाखेरि स्वादिष्ट, मिठो, स्वस्थकर, खास गरिकन यो उच्च रक्तचाप भएका त्यस्तै मधुमेह रोगीहरू अरू विभिन्न खालका रोगहरूमा टाउको दुख्ने लगायत रोगहरूमा यसको सुप्रभाव हुन्छ। औषधीय गुणले भरिपूर्ण छ र हाम्रो गाउँघरमा के पनि चलन छ भने यो सिप्लिगानको मौसममा सिप्लिगानको तरकारी खाने, अचार खाने गर्यो भनेदेखि विभिन्न विषहरूले पनि छुन सक्दैनन्, सर्पले टोकेको बिख पनि लाग्दैन भन्ने पनि भनाइ छ। त्यसले गर्दाखेरि यो सिजनको मौसमको तरकारी सबैले खानु होला र कतिपय व्यक्तिहरूलाई आवश्यक छ, मनपर्छ भने काठमाडौँमा मसँग सम्पर्क गर्नुभयो भने प्राप्त गर्न पनि सकिन्छ। मेरोमा यसको रुख छ, कति फल्छ कति पलाउँछ मुनाहरू, त्यो अनुसार मैले यताउति आफूले खाएर नसकिएको बाँड्ने पनि गरेकी छु। कसैलाई मनपर्छ भनेदेखि सम्पर्क पनि गर्न सक्नुहुन्छ। धन्यवाद।